ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। अथ पञ्चदशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। एक दिन पार्वतीले बुकुवा घस्ता निस्केको महलले मूर्ति बनाई द्वारमा पाले राखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित युद्ध गरी त्यसको शिर छेदन गरी भित्र जानुभयो। अनि पार्वतीले महादेवसित द्वारमा कोही बसेको थिएन र भनी सोधिन् र महादेवले त्यसको त मैले शिर छेदन गरेर आएँ भन्नुभयो। अनि पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिर छेदन गर्नुभयो भनी पुत्र भावले स्नेह र शोक गर्न लागिन्। अनि महादेवले हे पार्वती, मैले थाहा नपाएर त्यस्तो गरे बचाइदिन्छु, शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी हे गण हो, चारै दिशामा गई पहिले जे भेट्दछौ त्यसैको शिर छेदन गरेर ल्याओ भनी चन्द्रबाण दिएर पठाउनु भयो। गणहरू जो आज्ञा भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेरपछि एउटा हात्ती फेला पर्यो र महादेवको आज्ञा अनुसार चन्द्रबाण प्रहार गरे। त्यो बाण गएर हात्तीको गर्दनमा लागेर शिर छेदन भयो र एउटा मात्र दाँत नि भएको अग्लो र राम्रो थियो। त्यस्तो हात्तीको शिर लगेर महादेवको अगाडि राखिदिए अनि हामीले यही पायौँ भनी बिन्ती गरे। तब श्री महादेवले हात्तीको शिर मृत मूर्तिमा जोडेर जीवित पारिदिनुभयो। त्यही मूर्तिको नाम गणेश भई पार्वती पुत्र कहलाए। त्यसपछि महादेव पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे। महादेव बिना यो ब्रह्माण्ड संसारको रक्षा कसरी होला? अत यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर या अग्नि, तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर भनी अग्निलाई हराए। इन्द्रको वचन सुनि अग्निले हवस् भनी कैलाश पर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र वायु रूप भई ताल छिराउने पलबाट भित्र पसेर भिक्षुक रूप भई महादेव पार्वती एकान्त गरिरहेको स्थानमा पुगे। त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म गर्न लाग्नुभयो। तब जगन्माता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन्, हे नाथ, भिक्षा माग्न आएका भिक्षुकलाई भस्म पार्नु अनुचित हो। नजानेर आएछन्, बरु केही दिउँ र जाउन् भनिन्। अनि महादेवले आफ्नो हातमा वृय थापेर लो भिक्षा लिए भनेर दिनुभयो। अग्निले पनि त्यो वृय निलिदिए। शिवको अमोघ वृयले अग्निलाई गर्भ रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गङ्गाको किनारमा गएर कुशको झाङमा उकेलिदिए। त्यो वृय आगो बले झैँ बलिरहेको थियो। सप्तऋषिका पत्नीहरू गङ्गा स्नान गरेर फर्कँदा आफ्नो आगो बलेको देखेर कसले आगो बालेर गएछन्, ताप्न जाउँ भनेर गए। एउटीले चाहिँ अर्काले बालेको आगो ताप्नु हुँदैन भनी गएनन्। 6 जना आगो तापेर घरमा गए। ती आगो ताप्ने जतिलाई गर्भ रह्यो र ऋषिहरूले थाहा पाई तिमीहरूलाई कसरी गर्भ रह्यो भनी सोधे। ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू रिसाई श्राप दिए। अनि ती ऋषि पत्नीहरूले त्यो वृय गङ्गामा उकेली आकाशमा गएर षड्कृतिका तारा भइरहे। त्यही वृयबाट षड्वक्त्र अर्थात् 6 मुख भएका कुमार उत्पन्न भएर गङ्गाका पुत्र भई श्री महादेव कहाँ कैलाशमै रहे। त्यसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर आज्ञा भयो, हे गणेश, हे कुमार, तिमी दुवैजना गएर सुमेरु पर्वत परिक्रमा गरेर आओ। जो पहिले आउला त्यसलाई वरदान दिनेछु। यति श्री महादेवको आज्ञा सुनि कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिँडे। कुमार हिँडेको देखेर गणेश हात्ती अब कसो गरौँ भन्दै आफ्नो वाहन मुसो छेउ गए। मुसोले गणेशलाई चिन्तित देखेर, हे विनायका, किन चिन्तित हुनुभयो? के आपद आइपर्यो भनी सोध्यो। अनि विनायकले भने, सुमेरु परिक्रमा गरेर आओ भनी महादेवले आज्ञा भएको र कुमार हिँडिसकेको सारा कुरा सुनाइसके। अब कसो गरौँ त? म यस्तो लामो सुँड र ठुलो पेट भएको म हिँड्न सक्दिनँ। यदि विनायकले भनेको सुनि मुसो भन्दछ, हे गणेशजी, तपाईँलाई म केही ज्ञान दिन्छु, सुन्नुहोस्। महादेव, पार्वती र गङ्गा तीनैजना बसेको स्थानमा गएर अञ्जली जोरी, हे पिता माता मेरा, सुमेरु पर्वत पनि हजुर, सम्पूर्ण देवताका देवता पनि हजुर भनी 3 प्रदक्षिणा गरेर दण्डवत गर्नुहोस् अनि हजुरहरूलाई अवश्य वरदान प्राप्त हुनेछ। आफ्नो वाहनको अर्थी मानेर गणेशजीले त्यसै गरे। अनि महादेव प्रसन्न भएर, हे गणेश, तिमी धन्य रहेछौ, वरदान ल्याऊ। स्वर्ग, मर्त, पाताल तीनै लोकमा कसैले कुनै पनि काम तिम्रो पूजा नगरेर गर्यो भने सिद्ध हुने छैन। त्यस्तो वरदान दिनुभयो। उता सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गङ्गाले महादेवसित बिन्ती गरिन्, हे जगदीश्वर, गणेशले वरदान पाए तर मेरो पुत्र कुमार आइपुगेन। गङ्गाको वचन सुनि महादेव
भन्नुहुन्छ, हे गङ्गे तिमी स्वस्थानी परमेश्वरीको व्रत गर अनि तिम्रा पुत्र कुमार आइपुग्नेछन्। यति शिवको आज्ञा भएको सुनि प्रसन्न भइन् र व्रत विधि सोधिन्। अनि महादेवले स्वयं व्रत विधि बताउनुभयो। हे गङ्गे पौष शुक्ल पूर्णिमाको दिनदेखि हात खुट्टाका नङ काटी स्नान गरी पवित्र भई एक भक्त रही एकचित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 बेली पुष्प, अष्टोत्तर 100 अक्षत, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुडका सुपारी, पञ्चामृत वस्त्र, फल फूल, धूप दीप नैवेद्य आदि समस्त वस्तु तयार पारेर आरसीमा ओमकार लेखी श्री स्वस्थानी परमेश्वरीको पूजा गरिन् र अर्घ दिई स्तुति गरिसकेर प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार आइपुगे।